युट्युब हेरेर बस्नुहुने सम्पूर्ण साथीहरुमा नमस्कार। आज म तपाईहरुलाई अति आवश्यक सामग्री लिएर आएको छु जो भिडियो बनाउने साथीहरुलाई नभई नहुने सफ्टवेयर हो काइनमास्टर। साथीहरु अहिलेको नयाँ डिभाइस हवाई वाइसिस र होनर मोबाइल लगायत अन्य मोबाइलहरुमा यो सफ्टवेयर एक्टिभ हुन र खुल्न गाह्रो भएको छ, जसले गर्दा विभिन्न भिडियो एडिटरहरुलाई भिडियो बनाउन जटिल समस्या भएको छ। अब यो ट्रिक हेरेपछि जो कसैको समस्या पनि 100% समाधान हुनेछ। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला। भिडियो स्किप गर्नुभयो भने त हजुरहरुलाई बुझ्न समस्या पर्नेछ। साथीहरु, भिडियो हेर्नु भन्दा पहिला च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला र यो सामग्रीले हजुरहरुको मोबाइलमा कस्तो काम गर्यो कमेन्टमा भन्नु होला। भिडियोलाई लाइक, कमेन्ट, शेयर गरिदिनु होला ताकि अर्को भिडियो बनाउन मलाई हजुरहरुको माया साथ सपोर्ट मिल्नेछ। काइनमास्टर कसरी लोड गर्ने डिस्क्रिप्सनमा लिंक दिएको छु, डाउनलोड गर्नु होला। साथीहरु, सबैभन्दा पहिला प्ले स्टोरमा गएर सर्च बारमा जानु होला र मल्टिपल अकाउन्ट प्यारालेल लेखेर सर्च गर्नु होला। त्यसपछि यो इन्स्टल गरेपछि यसलाई खोल्नु होला। यसको सेटिङमा यहाँ नोटिफिकेसन अफ गर्नु होला र यहाँ तपाईहरुले सफ्टवेयर छान्नु पर्ने हुन्छ। एकाउन्टमा तपाईहरुले सफ्टवेयर काइनमास्टरलाई एड गर्नु होला र एकैछिन यहाँ इन्टेलिज हुँदैछ र यो इन्टेलिज भएपछि काइनमास्टर खुल्ने छ। र यसरी खुलेपछि यहाँ रिमाइन्डर मी लेटर गर्दै जानु होला र यसरी खुल्ने छ। र तपाईहरुले यहाँ आफ्नो फोटो चुज गर्नु पर्नेछ। चुज गरेर एडिट गर्न सक्नुहुनेछ। जस्तै म यहाँ फोटो चुज गर्न गइरहेको छु र यसलाई जति सक्नुहुन्छ जति मिनेटको बनाउने हो त्यति तान्नु होला। यहाँ लायर अप्सनमा गएर आफूलाई मन परेको गीत, कविता, कथाहरू, कुनै राम्रो स्ट्याटसहरू लेख्न सक्नुहुनेछ। विभिन्न किसिमको भिडियोहरू एडिट गरेर आफूलाई मनोरञ्जन लिन सक्नुहुनेछ। कुनै पनि वाटरमार्क नभएको यो सफ्टवेयर जुनै पनि फिल्म सुटिङको दृश्यहरू यसमा रिकभर गरेर रोचक भिडियो बनाउन सकिनेछ। हजुरहरुलाई आजको सामग्री कस्तो लाग्यो कमेन्ट बक्समा प्रतिक्रिया दिन नभुल्नु होला।